कहिलेकाहीँ यस्तो लाग्छ जिन्दगी अगाडि बढिरहेको छ, हामी दौडिरहेका छौँ, सपना पछ्याइरहेका छौँ, तर मन चाहिँ कतै पछाडि छुटिरहेको जस्तो लागिरहेको छ। जीवनको यो दौडधुपमा हामीले धेरै कुरा सिक्यौँ, धेरै धन कमायौँ, समाजमा इज्जत पनि कमायौँ, तर पनि किन हो यो मन कतै न कतै अझै खाली खाली जस्तो लागिरहन्छ। हजारौं वर्ष अघि गौतम बुद्धले भन्नुभएको थियो, यदि तपाईँ साँचो शान्ति चाहनुहुन्छ भने तपाईँले त्यो बाहिरी दुनियाँमा होइन, आफ्नै भित्रको बाटोमा खोज्नुपर्छ। जीवनमा हरेक दिन हामी केही न केही सहेर बाँचिरहेका हुन्छौँ। कोही पैसा नहुँदा चिन्तित छन्, कसैले सम्बन्धमा धोका खाएका छन्, कोही आफ्नो भविष्यप्रति अनिश्चित छन्, त कोही आफैभित्र शून्यता बोकेर बाँचिरहेका छन्। हामी देख्न सक्दैनौँ, तर धेरै मानिसहरू मुस्कानका आडमा भित्रभित्रै रोइरहेका हुन्छन्। र सबैभन्दा गाह्रो कुरा के हो भने हामी सबैलाई लाग्छ, सायद म एक्लो छु, सायद यो पीडा केवल मेरो मात्र हो। तर वास्तवमा संसारमा कुनै पनि मानिस यस्तो छैन जो बिना सङ्घर्ष, बिना दुखाइ, बिना डर अगाडि बढिरहेको होस्। आजको आधुनिक संसारले हामीलाई सबै सुविधा दिएको छ, ज्ञान छ, ध्यान छ, गुरु छन्, आरामका साधन छन्, हामीलाई सिकाउने कक्षाहरू छन्, मोटिभेसनल भिडियोहरू छन्, तर पनि किन हो हामी अझै भित्रभित्रै अल्झिएको महसुस गर्छौँ। तर के तपाईँले कहिले गहिरिएर सोच्नु भएको छ कि आखिर यस्तो किन भइरहेको छ? किन हामीसँग सबै कुरा भएर पनि मन खाली छ? र के हामीले अहिलेसम्म यो सबको कारण साँचो अर्थमा बुझ्न सकेका छौँ त? हामी दोष त धेरैलाई दिन्छौँ, समाजलाई, सिस्टमलाई, भाग्यलाई, तर के हामीले कहिले आफ्नै भित्र फर्केर हेरेका छौँ त? सायद उत्तरहरू कतै होइन, हामी आफैसँग लुकेको हुन सक्छ। हामी सबैलाई कहिलेकाहीँ यस्तो लाग्छ कि यो जीवनमा साँचो सुख र शान्ति पाउन त असम्भव जस्तै छ। जसरी जति खोजे पनि त्यो आनन्दको अनुभूति हात लाग्दैन। तर त्यसै बेला गौतम बुद्ध भन्नुहुन्छ, सुख कुनै बाहिरी कुरा होइन, यो त तपाईँको सोच, तपाईँको मन र तपाईँले आफूलाई बुझ्ने तरिकामै निर्भर हुन्छ। जब तपाईँ भित्र शुद्धता र सरलता ल्याउन थाल्नुहुन्छ, त्यो क्षणदेखि नै शान्तिको बाटो खुल्न थाल्छ। सायद अहिले समय साँच्चीकै खराब चलिरहेको हुन सक्छ, जीवन पनि अँध्यारोमा हराइरहेको महसुस हुन सक्छ, तर के तपाईँलाई थाहा छ, अझै पनि केही यस्ता 5 कुराहरू छन् जसलाई तपाईँले आफ्नो जीवनमा साँचो मनले लागू गर्नुभयो भने त्यसले तपाईँको सोच मात्र होइन, तपाईँको अनुभूति, तपाईँको निर्णय र तपाईँको सम्पूर्ण जीवनको दिशा नै बदलिन थाल्छ। गौतम बुद्धका अनुसार ती 5 कुराहरू जुन सधैँ याद राख्नुपर्छ। 1. दुःख स्थायी होइन, यो पनि परिवर्तन हुन्छ। जसरी अँध्यारो पछि उज्यालो आउँछ, त्यसै गरी पीडा पछि पनि शान्ति आउँछ। 2. अरूसँग तुलना होइन, स्वीकृति रोज्नुहोस्। तपाईँको यात्रा अरूको होइन, तपाईँको आफ्नै कथा हो। 3. इच्छाहरू नै पीडाको मूल कारण हुन्। जब हामी आवश्यकता भन्दा बढी चाहन्छौँ, तब मन अशान्त हुन्छ। 4. वर्तमान क्षणमै जीवनको सार लुकेको छ, न त अतीतको पछुतो, न त भविष्यको डर, केवल अहिले बाँच्नुहोस्। 5. शान्ति बाहिर होइन, भित्र खोज्नुहोस्। साँचो शान्ति त त्यो हो जुन तपाईँले आँखा बन्द गर्दा महसुस गर्नुहुन्छ। गौतम बुद्धले यो संसारलाई केवल उपदेश दिनुभएको होइन, तर जीवनको दुःख, अशान्ति र अन्यलमा हराइरहेका मानिसहरूलाई फेरि आफूभित्र फर्केर शान्ति भेट्ने बाटो देखाउनु भएको हो।
जहाँ घृणाको ठाउँमा करुणा होस् र बेचैनीको सट्टा गहिरो मौनताभित्रको आत्मचिन्तन होस्। गौतम बुद्धले गहिरो मौनताबाट भन्नुभएको थियो, हामी जे सोच्छौँ समयसँगै हामी त्यही बन्छौँ। जसरी शुद्ध मनबाट निस्किएको शब्द शान्त र शक्तिशाली हुन्छ, त्यसरी नै शुद्ध आत्माबाट चालिएको हरेक पाइला हाम्रो भविष्यको आकार बनाउने मूल आधार हुन्छ। त्यसैले आजैबाट हरेक दिनको थोरै समय स्वयंलाई दिने सङ्कल्प गरौँ, जहाँ न त फोनको आवाज होस् न त अरूको नजर, केवल तपाईँ र तपाईँको आत्मा बीचको गहिरो मौन संवाद होस्। त्यो संवाद जसले तपाईँलाई तपाईँले बिर्सिएको आफैसँग फेरि जोडिदिन्छ। साथीहरू, त्यसैले जीवनमा सधैँ याद राख्नुहोस्, जीवनका कतिपय पलहरू साँच्चै अँध्यारो लाग्छन्, जसमा न त आशाको झिल्को देखिन्छ न त अघि बढ्ने बाटो प्रष्ट हुन्छ र हामी आफूलाई एक्लो, थाकेको र निराश अनुभूत गर्छौँ। तर यथार्थ के हो भने त्यो अँध्यारो कहिल्यै स्थायी हुँदैन। जुन समयले आज तपाईँलाई दुखी बनाइरहेको छ, त्यो पनि परिवर्तन भएर जान्छ। यदि तपाईँले आफ्नो सोच, दृष्टिकोण र मनको भावनालाई परिवर्तन गर्ने हिम्मत गर्नुभयो भने संसार जस्तै देखिए पनि तपाईँको भित्री अनुभव बदलिन थाल्छ र त्यहीबाट सुरु हुन्छ पीडाको अन्त्य, आत्मशक्तिको पुनः जागरण र त्यो शान्तिको यात्रा जुन तपाईँ सधैँ अरूबाट होइन आफ्नै भित्रबाट खोजिरहनु भएको थियो। यहाँहरूलाई आजको यो सन्देशले के महसुस गराए त? के तपाईँको मनभित्र कतै केही हलचल भयो? तपाईँलाई लागेका कुराहरू तल कमेन्टमा लेख्न नबिर्सिनुहोस्, किनभने तपाईँको एउटा शब्दले अर्को कसैको मन छोएर उसलाई पनि उज्यालोतर्फ अघि बढ्न प्रेरणा दिन सक्छ। यदि तपाईँलाई यो सन्देश मन परेको छ भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र यस्तै आत्मा छुने प्रेरणादायी सन्देशहरूका लागि सफलताको सूत्रमा सब्स्क्राइब गर्न भने बिल्कुलै नबिर्सिनुहोस्, ताकि यस्ता सन्देशहरूको उज्यालो फैलिँदै जाओस्, किनकि अब यो जीवनलाई बदल्ने पालो तपाईँको हो।